कार्यालय छ, त्यहाँ गएर सोधेर आउने। तर जनतालाई भ्रमित पार्न, यहाँ तपाईँका नेताहरूलाई ठोक्यो भन्दैमा जुम्लामा बरबराउनु पर्ने कुनै कारण छैन। जुम्लीको उद्धार जुम्लीले गर्ने हो, केपी ओलीले होइन। जुम्लीको उद्धार जुम्लीले गर्ने हो, रघुजी पन्तले होइन। है, त्यो बरबराउनु पर्ने कुनै कारण छैन। जुम्लाका सम्पूर्ण दाजुभाइहरूलाई म अपिल के गर्न चाहन्छु भने, अनुरोध के गर्न चाहन्छु भने, तपाईँहरूलाई जुन बाचा भनेका थियौँ ती बाचाहरू हामी मेरो कार्यकालसम्म पुरा गर्ने कोसिस गर्छु। केही पुरा भइसकेका छन्, केही बाँकी छन्। 5वटा मुद्दा मलाई आज पनि याद छ। म एउटा कुरो पनि झुटो बोल्दिनँ, म पुरा गर्छु भनेर लागेको छु। तपाईहरू भ्रमित नहुनु होला। मेरो सरकार छैन, म सरकारमा छैन, तर पनि गर्दैछु। यदि गर्न सकिनँ भने म तपाईहरूकै अगाडि आएर भन्छु, दाजुभाइहरू काम गर्न सकिनँ, मलाई लाज छैन। मैले मेरो प्रयास गर्ने हो, मेरो मेहनत गर्ने हो, मेरो दुःख गर्ने हो। तपाईँको आँखाबाट आँसु झर्न दिने होइन।